अन्तिममा गरेको कर्मले महान आमा बनेकी प्रधानमन्त्री कार्कीको चौतर्फी आलोचना, बालिनको पनि भयो बेइज्जत। जुन जोगी आए पनि कानै चिरेका भन्ने उखान अहिले ठ्याक्कै अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग मेल खाएको छ। एउटा महान आमा बनेकी प्रधानमन्त्री सुशीला कार्की अन्तिममा आएर एक गल्तीका कारण सर्वत्र आलोचित भइरहेकी छन्। पुरानाहरूले आफ्ना आसेपासेलाई मात्रै च्यापे अब त सर्वहारा वर्गका लागि काम गर्नुपर्छ भन्दै जेनजीले सुशीला कार्कीलाई प्रधानमन्त्रीको कुर्सीमा राखेका थिए। अब बढीमा कार्की एक हप्ता मात्रै प्रधानमन्त्रीको कुर्सीमा हुनेछिन्। तर अन्तिम घडीमा आफ्ना आसेपासेलाई सेटल गराउनका लागि प्रधानमन्त्री कार्की जुटेकी छन्। प्रधानमन्त्री कार्कीले राष्ट्रिय प्रकृति संरक्षण कोषमा आफ्नै स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई नियुक्त गरेकी छन्। अब 5 वर्षसम्म आदर्श कुमारले राष्ट्रिय प्रकृति संरक्षण कोषमा रजगज गर्नेछन्। श्रेष्ठ आफैमा विवादित व्यक्ति हुन्। यसअघि श्रेष्ठले आफ्नो पदी पहुँच प्रयोग गरेर आफ्नो श्रीमती संगीता श्रेष्ठलाई सहसचिव सरह स्वकीय सहसचिव बनाएपछि चर्को आलोचना भएको थियो। अहिले उनै श्रेष्ठलाई प्रधानमन्त्री कार्कीले फेरि सेटल गराएका छन्। न कुनै विज्ञता न अनुभव छ, तर आफ्नो आसेपासे भएकै भरमा प्रधानमन्त्रीले प्रकृति संरक्षण कोष जस्तो देशको जिम्मेवार निकाय सुम्पिन मिल्छ भन्ने गम्भीर प्रश्न उठेको छ। यति मात्र कहाँ हो र, प्रधानमन्त्री कार्कीले अहिलेका गृहमन्त्री ओम प्रकाश अर्याललाई समेत राष्ट्रिय सभा सदस्यमा सेटल गराएकी छन्। अब यो एक हप्ताको बीचमा प्रधानमन्त्री कार्कीले कसलाई सेटल गराउने हुन् त्यो भने समयले बताउनेछ। पुरानाले खत्तमै गरे भनेर आएका नयाँहरूको यस्तो हरकतले भावी प्रधानमन्त्री बालेन शाहको समेत बेइज्जत भइरहेको छ। नयाँ पनि उस्तै रहेछन् भन्ने आरोप लागेको छ। त्यसैले पनि होला प्रधानमन्त्री कार्कीको अहिले जेनजी लगायत रासोपाका नवनिर्वाचित सांसदले समेत चर्को आलोचना गरिरहेका छन्। जेनजी सडकमा किन ढले, 27 घण्टामै सत्ता उलटफेर किन भयो भन्दा देशमा स्थिति सुशासन कायम होस् भनेर। यसबारे प्रधानमन्त्री कार्कीले बुझ्न जरुरी छ। आखिर सत्तामा पुगेपछि किन सबैलाई कुर्सी प्यारो लाग्छ होला? तपाईलाई के लाग्छ? प्रधानमन्त्री कार्कीलाई तपाईहरूको सुझाव के छ? आफ्नो प्रतिक्रिया कमेन्ट गर्नुहोला।